मैले यो कथा 2058 साल फागुन 4 गते राति हाम्रो गोरखनाथ गणले ड्युटी लिएको अछाम मङ्गल सेनमा माओवादीहरूद्वारा आक्रमण गरेर मारिएका 55 जना साथीहरूको सम्झनामा लेखेको हो र तीनै साथीहरूमध्ये एकजना साथीको श्रीमतीको पुनर्विवाहको बारेमा भएको सत्य घटनामा आधारित यो कथा हो, जसको नाम छ गायत्री। दाइ नमस्कार, सन्चै हुनुहुन्छ? अपरिचित जस्ती तर परिचित जस्ती पनि ती बहिनी 10 औँला जोडेर मेरो सामु खडा थिइन्। मेरा आँखाले उनलाई घोचिरहे। सिउँदोमा रातो सिन्दुर, नाक कान गहनाले झाँटिएका रातो किनारा भरेको सारीमा रातै ब्लाउज। मैले असमञ्जसमा परेर सोधेँ, नमस्कार फर्काएँ। सैनिक अभिलेखालयमा अचानक भेटिएकी ती बहिनीलाई म किल्ले ठम्ब्याएर सोधेँ, गायत्री हौ? हजुर दाइ, म त्यही गायत्री हुँ, जसले हजुरको प्रेरणा सल्लाह र साहस पाएर आज वैधव्यको भारी बिसाएर साध्वी जीवन जिउन आँट गर्न सकेकी छु। भावात्मक आवेगमा मेरा नयनहरूबाट हसरासु टिलपिलाए। तिनका साथमा एक युवक र बुढी आमा पनि थिए। युवक युत्सु थियो मेरो साथी यतिको भाइ। हामीहरू चमेना गिरियातिर गयौँ। काठमाडौँमा जाडो पलाइसकेको थियो। मलिना सूर्यका किरण अल्छी पाराले जमिनमा फिजारिएका थिए। ती बुढी आमाका निम्जा आँखाले मलाई कुल्चिरहेका थिए। गायत्रीले बुढी आमालाई देखाउँदै भनिन्, उहाँ मेरी सासु आमा। मैले नमस्कार गरेँ। आमाले मलाई सोधिन्, बाबुलाई त मैले चिन्न सकिनँ नि। मैले, आमा म यतिको साथी किन कान्त हुँ। त्यति सुन्ने बित्तिकै आमाको मातृभाषा छचल्किएर हिउँ नदी बनेर परेलीका डिलबाट भाग्न थाले। आमाले यतिलाई सम्झन पुगिन्, भगवानले पनि राम्रो मान्छेलाई चाँडै उठाउँदो रहेछन् बाबु। सानो छँदा पनि ऊ च्याहा गरेर रोएन, बरु यसलाई युवतीलाई देखाउँदै भुइँमा राख्दै हुन्न थियो। सबैका लागि आँखाको नानी थियो। त्यो घटना हुँदा बाबु कहाँ थियो नि? मैले भने, त्यो दिन पनि हामी सँगै थियौँ आमा। हामी दुवैजना छुट्टीबाट फर्केकै दिन अन्य केही साथीहरूसँगै अछामको मङ्गलसेनमा खटिएर गयौँ। हल्ला चलेको थियो मङ्गलसेनमा आक्रमण गर्नको लागि भनेर 10औं हजारको सङ्ख्यामा विद्रोहीहरू आएर रामा रोशन र मास्टर मण्डपतिर रातारात रागा भैँसीहरू काटेर भोज खाएर लडाईँको अन्तिम तयारीमा थिए। त्यसैले थप फौजको रूपमा हामी त्यहाँ खटिएका थियौँ। त्यहाँ पुगेर हेर्दा एकातिर ठुलो भिर, तल कैलाश खोला, नजिकै मङ्गलसेल बजार, प्रहरी कार्यालय र कारागार, माथि कच्ची सडक, समानान्तर रेखामा पारिपट्टि नेपालका प्रथम नाटककार पहलमान सिंह सुवारको गाउँ बयलपाटा छर्लङ्ग देखिन्थ्यो। त्यहाँको मनोरम दृश्यले सबै कुराहरू बिर्साइदिएको थियो। यति भन्थ्यो, विवाह गरेको भोलिपल्ट हिँड्नु परेकोले अहिले म गायत्रीको अनुहार पनि याद गर्न सकेको छैन। कल्पनाकी परी बनेकी छन्। म उसलाई सम्झाउँथेँ, विपत्तिमा धैर्य राख, भैरभावमा दया राख, सङ्कटमा सहनशीलता भयो भने जीवन सजिलो हुन्छ। परिस्थितिलाई स्वीकारेर सरलता र लचकता अपनाउनु पर्छ भनेर हामीहरू रातभर नसुती ड्युटी गर्दथ्यौँ। अधिकृतहरू पनि नसुती घुमिरहन्थे। कृष्ण पक्षका रात थिए र रामा रोशनतिर बाक्लो हिउँ परेकोले हाम्रो बङ्करमा पनि हिउँ बुरबुरी झरिरहेको थियो। मैले त्यसो भन्दा ती आम बच्चाले बत्तीतिर हेरे जस्तै एकटकले मलाई हेरिरहेकी थिइन्। चमेनाको पैसा तिरेर म कार्यालयभित्र गएँ। पट्टामा फोटो टाँसेर ल्याप्चे लगाएपछि मेरो त्यो दिनको काम सकियो। गायत्रीको पनि दर्ताको काम भयो। गायत्रीको अनुरोधलाई नकार्न नसकेर हामीहरू भद्रकालीबाट पैदल हिँडेर सुन्धारा गयौँ र पूजा लजमा 3 बेडको कोठा लियौँ। म गायत्रीको रूप, लावण्य, आभूषण, वेशभूषा, बोली र भाग्यलाई निहालिरहेको थिएँ। त्यो भाइ युत्सु, जसले मेरो सानो सुझावलाई स्वीकार गरेर समाजलाई अग्रगति दिएको थियो, नयाँ पिँढीलाई हिँड्न सजिलो हुने गरी बाटो बनाइदिएको थियो, गाउँको शान्त वातावरण जीवन गुजारेकी आमालाई काठमाडौँको त्यो धुवाँ धुलो र कोलाहलपूर्ण प्रदूषणले बिरामी जस्तो बनाएको थियो। युत्सु र गायत्री एउटै बेडमा बसेका थिए। म र आमा छुट्टा छुट्टै बेडमा बसेका थियौँ। गायत्री बत्तीको उज्यालोमा रम्भा र रश्मि जस्ती देखिएकी थिए। किराहरू ट्युब लाइटमा झुम्मिरहेका थिए। माउसुली चुपचाप दिनको शिकार गरिरहेको थियो। गायत्रीको ओठ चल्यो, दाइ त्यस दिनको लडाईँको बारेमा केही कुरा सुनाउनुहोस् न। तर आमाले भनिन्, हो बाबु, ममा सुन्ने हिम्मत छैन। तर फेरि युत्सुले भन्यो, आमा अब दाइसँग फेरि भेट होला नहोला जानिराखेपछि हामीलाई पनि अरूलाई सुनाउन सजिलो हुन्छ नि। सदा झैँ त्यस दिन पनि ड्युटीमा भएकाहरू पेरिमिटरका तयारीमा थिए।
बाँकी र कोही आगो तापेर बसेका थिए, कोही 4 बजे उठ्नको लागि सुतिसकेका थिए। बिहान 4 बजेपछि आक्रमण हुने सम्भावना कम भएकोले थोरै जवानहरू मात्र राति सुत्दथे र 4 बजे उठेर ड्युटी गर्दथे। नयाँ ठाउँ हुनाले भवन पनि बनेको थिएन, पाल टाँगेर पालमै बस्ने, बङ्कारमा सुत्ने गर्दथ्यौँ। चारैतिर काँटे तार र बिलेट जस्तै धार भएका तारहरू, कन्सेन्ट्रेटरहरू, माइन्ड बमहरू लगाएर विद्रोहीहरू आउन नसकुन् भनेर अवरोध खडा गरेका थियौँ। हामी कर्तव्यनिष्ठ भएर होसियारीका साथ बसिरहेका थियौँ। राइफलमा जडेको म्यागजिन चेक गरी, हतियार कक गरेर तयारी गरी, बाँकी जगेडा म्यागजिन, गोली गट्ठा, ग्रेनेड बम सबै तयारी थिए। कैलाश खोलाबाट बहेर आएको सिरेटोले बिरालोको नाक भएको थियो। आँखाबाट तरतरी आँसु र नाकबाट पानी बहेको थियो। राइफल समातेको हात काटिएर कटकटी खाएको थियो। हावाबाट हिउँ र बरफ बुरबुरी खसेको थियो। अँधेरोमा आँखाले नदेखिने हुँदा कानको भर पर्नुपर्ने थियो। तर हिउँ बोकेको हुरीले सुसाएको आवाजले कान पनि बन्द थिए। अचानक पालमा ढड्याममा गरेर ठुलो आवाजमा 2वटा बम पड्किए। डाँडा खोला हल्लाइदियो। पालमा सुत्ने व्यक्ति र हतियार ध्वस्त भए। हाम्रो मन हल्लियो, विवेक छचल्कियो, होस हवास सबै तरङ्गिएर गयो। हर्षले ठाउँ छोड्यो। त्यो आवाज सँगसँगै माथि सडकमा आगो ज्वाला देखिएर विलीन भयो। विद्रोहीले त्यहीँबाट रकेट लन्चर बमको फायर गरेका थिए। कमान्ड पोस्टबाट आदेश आयो, फायर। त्यसपछि हामी सबै आफ्ना हतियारबाट अन्धाधुन्दा फायर गर्यौँ। पानीको फोहरा जस्तै दुवैतिरबाट गोलीका पर्रा छुट्टे। भट्टट्टट्टट्ट भुट्टुटुटु ड्याङ 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 डङ डङ डुङ डुङ ढ्वाङ ढ्वाङ गरेर पड्केका आवाजले कान बन्द भए। यहाँतिर म एउटै बङ्करमा थियौँ। मानव चित्कार पनि सुनियो, मलाई गोली लाग्यो, रगत रोकिदेऊ, मेडिकल बोलाइदेऊ भन्ने आवाज गुन्जिरहे। तर जानेको युद्ध बिजुलीको चम्काई जस्तै भएको थियो। त्यो मध्यरातमा भर्खरै पहाड निधाएको थियो। हावा निधाएर चल्नै छाडेको थियो। खोला निधाएर सुसाउनै छाडेको थियो। प्रकृतिले समेत थकाइ मारेको समयमा भएको त्यो अचानक आक्रमणले हामीमा चट्याङ पार्यो। तलतिर विद्रोहीहरू पनि कमरेड अमुकलाई गोली लाग्यो, डोकेटोली बोलाइदेऊ, अघि बढेर घाइतेहरूलाई पछाडि हटाऊ भनेको सुनिन्थ्यो। छापामारहरू सलहजै पसेर नजिक आइपुगेका थिए। करिब 1 घण्टामा हाम्रो साथका गोलीगट्ठा सकिन थाले। मैले नजिकै भएको माइनको स्विच अन गरिदिएँ। झड्याममा गरेर ठुलो आवाजका साथ माइनमा पड्कियो। केही छापामारहरू त्यसैमा परे। म ट्रेनबाट निस्केर दौडाउँदै गएर ग्रेनेडको बाकस बोकेर फर्कँदै थिएँ। एउटा सकेट बम आएर मेरो हातमा पड्कियो। मेरो एउटा हातको औँलाहरू उछुट्टिएर कता पुगे कता। हातको डुडुलो मात्र बाँकी रह्यो। रगत रोकिएन र म जमिनमा सुतेर कुइना टेकेर हातलाई टाउको भन्दा माथि पारे। यात्री आत्तिँदै ट्रेन्चबाट निस्केर आएर मलाई घिसारेर बङ्करमा लान खोज्यो। मैले ग्रेनेडको बाकस लिएर जा भने। उसले बाकस उठाउन निहुरेको मात्र के थियो, पछाडिबाट गोलीले छेडेर अगाडि छाती भत्काएर गयो। दाइ, मलाई पनि गोली लाग्यो भनेर ऊ डङ्रङ्ग म माथि नै ढल्यो। मैले एक हातले आफ्नो कपडा च्यातेर उसको रगत थमाउन खोजेँ, तर उसले मलाई नै थिचिराखेकोले असफल भए। हामी दुवैजना घर परिवार सम्झेर खुब रह्यौँ। उसले सासले फुसफुसाउँदै अन्तिम कुरा भन्यो, दाजु, म गायत्रीसँग एक रात पनि डट। ऊ हिमालको मूल जस्तै पवित्र छ दाजु। बिहेको रात भान्सा खालमै निधाए। घरभरि पाहुना थिए, भोलिपल्ट हिँडिहाले। तपाईँ बाँच्नु भयो भने त्यो एक चिम्टी कृत्रिम सिन्दुर पखालेर मेरो नाममा त्यो पूर्ण जवानी अर्पण नगर्नु भनिदिनु होला। म त अब आमा
गायत्री भनेर प्राण छोड्यो। मैले पनि बाँच्ने आशा मारिसकेको थिएँ। छापामारहरू पसिसकेका थिए। यातीको सब अररिँदै आयो। हिउँले हामीलाई पुर्दै थियो। फ्याट्टाफुट्टा गोलीको आवाज सुनिँदै थियो। रेडियो अपरेटरलाई मार्दै गरेको मैले देखेँ। गोली भन्दा खुर्पा खुकुरीका छ्याक आवाज आएपछि हाम्रो हार भइसकेको सङ्केत भयो। गोली खर्च नगर कामरेड हो, जीवित जतिलाई छप्काएर मार भन्ने आदेश सुने। म पनि यातीको लास मुनि मरेको अभिनय गर्दै थिएँ। मर्न कति गाह्रो थियो कसैले भनेन, तर मरेको अभिनय गर्न जस्तो गाह्रो काम संसारमा अर्को लागेन मलाई। हल्लाहरू चलिरहेको थियो। मलाई रक्त अल्पत हुँदै गयो। सबै कुरा कता कता सपना जस्तो भयो। त्यसपछि केही थाहा भएन। भोलिपल्ट बिहान कता कता हेलिकप्टरको आवाज सुने जस्तो लागेर होस खुल्यो। पानी प्यासले आँट जलेको रहेछ। पानी थिएन, घस्रेर भान्छनेर पुगेँ। थालमा भाँडा माझ्ने गरेको मैलो खरानी पानी रहेछ। त्यही भए पनि पिउँछु भनेर पशुले चाहिँ मुख गाड्न लागेको। त्यसै बेला कसैले कृष्णकान्त भनेर पछाडिबाट बोलायो। ला, छापामारले मेरो नाम प्लेट पढेछ, अब मार्छ भनेर फेरि लथ्रक्क ज्यान छाडेर सास रोक्यो। उसले म अनिल हो, नेपालगञ्जबाट हेलिकप्टर लिएर आएका छौँ, नडराऊ, अब केही हुन्न। किन यस्तो पानी खान लागेको भनेर काखमा लिएर आफ्नो तुमलेटको पानी पिलायो। मलाई त्यति बेला साक्षात् भगवानको दर्शन पाए जस्तो लाग्यो। उसले मलाई बोकेर हेलिकप्टरमा राखेर लग्यो। हेलिकप्टर लगेर राख्यो। हेलिकप्टरमा पाइलटहरूले कुरा गरे अनुसार म बाहेक सबै अधिकृतदेखि जवानसम्मका व्यक्तिले वीरगति प्राप्त गरिसकेका रहेछन्। जीवित भएकाहरूलाई पनि काटेर र जिउँदै जलाएर मारेकाले डढेका लासका टुक्राहरू हेलिकप्टरमा हाल्दै थिए। मलाई काठमाडौँ लगेर उपचार गरेपछि ठिक भएर आफ्नै पल्टन फर्केपछि अफिसमा काम गर्न थालेँ। त्यही बेला गायत्री र युसुसँग भेट भयो। आमा, त्यति भन्दै थिएँ ती बुढी आमाले, ए मेरो बाबु भन्दै डाक छोडेर मलाई अँगालो हालिन्। हामी सबै रोयौँ। गायत्रीले आँचलले आँखा र नाक पुछिन् अनि एकछिन रोकिएर भने, हजुरले मलाई पुनर्विवाहको सल्लाह दिँदा, त्यो पनि आफ्नै देवरसँग। त्यो सुनेर सुरुमा मैले हजुरलाई कस्तो पागल मान्छे हो यो भन्ने सोचेँ, तर जति पछि भयो उति हजुरको बाणीहरू कानमा गुन्जिरहे। अबिराले घरजम गर्नु पाप होइन पुण्य हो भन्ने हजुरको बाणी र यस विषयमा धेरै समय लगाएर निधार खुम्चाएर सोचेर निर्णय गर भनेको हुँदा जति पछि भयो उति हजुर पागलबाट असल मान्छे, असलबाट ज्ञानी मान्छे ठान्न थाले। जब हिँड्ने बेलामा भन्नुभयो सरकारबाट प्राप्त रकम आफ्नो खातामा राखेर सदुपयोग गर्नु भनेर, बसमा पनि त्यही सोचिरहे। यो भगवानले होइन पुरुष शासकले चलाएको प्रथा हो भन्ने उपदेश नै मलाई सत्मार्ग लाग्यो। तर उहाँ डराउनु भयो। हजुरको सुझाव सुनाए। निन्द्रा र डर जति बढायो उति बढ्दै जान्छ। आमूल परिवर्तनका लागि डरलाई हटाउनै पर्छ। अन्तमा उहाँले पनि पानीको भुल्का त हो नि जीवन, एउटा बिलाउँछ अर्को निस्कन्छ भनेर संसारको वृक्षको बिउ केवल स्त्री हो भने पवित्र नारीलाई स्वीकार्नु पाप होइन। तर अर्जुनले कुन्तीको अनुमतिले द्रौपदी बाँडे जस्तै म पनि मातापिताको स्वीकृति चाहन्छु भन्नुभयो। सुरुमा त कुरा सुन्दैमा सबैले कान थोने, तर पेन्सन पट्टा र सबै रकम मेरो नाममा भएपछि गाउँ समाज बसेर छलफल भयो। विरोधका गाली र समर्थनका ताली बराबर पाइयो। नौलो काम गर्दा विरोधको सामना त गर्नै पर्छ, नत्र त गोलचक्रमै घुमिन्छ। इच्छालाई दबायो भने मन खरानी हुन्छ भनेर हजुरले सिकाएको कुराले मैनको सबैको मन जिते। आखिरमा जुन आगोले पोलेको थियो त्यसैले डाहा मार्यो दाई। वाइसिएलहरूले नै हाम्रो विवाह सम्पन्न गराइदिए। विरोध गर्नेका मुखमा बन्दुक राखेर भए पनि चुप गराइदिए। मलाई त्यति बेला टाढाको देवताभन्दा नजिकको भूत काम लाग्ने रहेछ जस्तो लाग्यो दाई। त्यसैले अब अर्काकी पत्नी भइसकेपछि यो पेन्सन लिनु पाप हो भनेर
उहाँको दुधको भाडा काटियोस् भनेर पेन्सन आमाको नाममा नामसारी गर्न आएका दाइ सौभाग्यले हजुरसँग पनि भेट भयो। उनका त्यति कुरा सुनेपछि मैले भने परिस्थितिले दिएको ज्ञानलाई स्वच्छ आत्माले स्वीकार गरेपछि माटोको घैला जस्तै जीवनले सिद्धि पाउँछ बहिनी। त्यसैले त आत्मालाई दमन गर्नु पाप हो भनेको थिएँ। तिमीहरूको दाम्पत्य जीवनले सफलताको शिखर पार गरोस्, यही मेरो शुभकामना छ। दैनिक